यो गार्लिक चाहिँ मैले हिजो वाश गरेको अनि यसलाई चाहिँ म लाभा गार्लिक बनाउनको लागि बोतलमा स्टोर गर्दैछु। फर्स्ट ट्राई हो मेरो। लेट्स सी कस्तो हुँदो रहेछ। यो चाहिँ मैले है युट्युबमा देखेको नि त, चाइनिज फुडहरुतिर खाएको। सजिलो रहेछ बनाउनु त, तर मैले बनाएको चाहिँ कस्तो हुन्छ हेरौँ है त। यो चाहिँ मेरो फार्ममा भएको है, फ्रेश एन्ड अर्ग्यानिक। फ्रेश एन्ड अर्ग्यानिक है, स्टोर गर्दैछु। यसलाई चाहिँ सल्ट अनि भिनेगर मात्रै लाउनु पर्दो रहेछ अनि 1 मन्थ जति राख्नु पर्दो रहेछ। एयर टाइट वाला बट्टामा क्या हालेर। सल्ट हाल्नु पर्दो रहेछ। देन भिनेगर। यो चाहिँ फुल गार्लिकलाई कभर। सुगर पनि हल्का हाल्नुपर्छ, चाहिँ माथिबाट हाल्दा हुन्छ। ब्ल्याक सल्ट। एन्ड रेडी। चाहिँ मैले यसरी राखेको छु ल। अर्को यहाँ चाहिँ छ गार्लिकको अचार छ। यो चाहिँ स्पाइसी छ है, तर यसरी राखेको छु नि त। यो चाहिँ जिन्जर।